हेलो साथीहरू, आजको टाइटल रहेको छ फेक आइडी एक अनौठो साँचो साथ। कहिलेकाहीँ हाम्रा सबैभन्दा साँचो साथीहरू बोल्दैनन्, तर उनीहरू हाम्रै वरिपरि हुन्छन्, कहिले साथ नछोडेर। हाम्रो यस कथाको मेन क्यारेक्टरको नाम रहेको छ समी। समी एकदमै खुल्ला स्वभाव, रमाइलो गर्न मन पराउने केटो, तर उसलाई सधैँ लाग्थ्यो कसैले उसलाई साँच्चै बुझ्दैन। त्यसैले उसले टिकटक, इन्स्टाग्रामतिर जान थाल्यो। त्यही भेटियो @SilentSoul23 एक मिस्टिरियस युजर। प्रोफाइलमा एउटा सिम्पल केटाको कार्टुन फोटो। त्यो युजर उसको हरेक पोस्टमा मिनिङफुल कमेन्ट गरिदिन्थ्यो। डिएममा लाइफ, ड्रिम, डर सबै कुरा सेयर हुन्थ्यो। समीले भन्यो, तिमी नै मेरो सबैभन्दा साँचो फ्रेन्ड हो। तर एक दिन अचानक @SilentSoul23 को एकाउन्ट डिएक्टिभ भयो। समी धरधरी रुन लाग्यो। उसको मनमा चिसो पस्यो। उसको अनलाइनबाट बनेको साथी विदाउट सेइङ गुड बाई गायब भयो। त्यसको धेरै समयपछि उसको क्लासमेट आयुषले टिफिन सेयर गर्न प्रस्ताव गर्यो। पहिलो पटक उसले बोले जस्तो लाग्यो, तर आयुष त कुरा कम गर्ने, आँखा झुकाउने लजालु केटा थियो। समीको नजर उसले पढिरहेको नोटबुकमा पर्यो। त्यहाँ लेखिएको थियो, SilentSoul23 sometimes I had to pretend just to stay close। त्यो दिन समीले बुझ्यो, साँचो साथी त ऊ नै थियो जो बोल्न सक्दैनथ्यो तर कहिल्यै टाढा भएको थिएन। के तिमीलाई पनि कहिल्यै यस्तो साँचो नदेखिएको फ्रेन्डसिप महसुस भएको छ? तपाईँका कथाहरू कमेन्टमा लेख्नुहोस्। मेरो युट्युब च्यानललाई लाइक, सेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनुहोस् है।